आज रातिको हावाहुरीले एजोला घर भत्काएछ भनेको ओ त्यो हरियो भरि त्योभन्दा मुनि यो माथि दुईटा उहाँ माथि ठुलो पोखरीमा ल सबै साथीहरू आइसक्नु भयो ल अब आज तपाईँहरू स्पेसल्ली एजोला भनेर आउनुभयो होइन एजोला भनेको यो हो यो वाटर फन्ट पनि भन्छ होइन इङ्ग्लिसमा चाहिँ वाटर फन्ट भन्छ अब एजोला पनि त्यही नै होला नेपाली नाम त मलाई पनि थाहा छैन के भन्छ होइन कति समयपछि खुवाउन मिल्छ म भन्दैछु अनि यो चाहिँ यो दुईटा थरीको छ यो चाहिँ एजोला हो डकविट भनेको अर्को छ त्यसको चाहिँ पात गोलो हुन्छ यसको चाहिँ किची भएको हुन्छ म्याम तपाईँले अलिकति निकालेर ल्याएर देखाइदिनु भयो भने केही फरक पर्दैन होइन अनि यो चाहिँ अब तपाईँको मधेसतिर 12 वर्ष के अरे 12 महिना चाहिँ तपाईँले उत्पादन लिन सक्नुहुन्छ हाम्रो यहाँ कास्कीमा चाहिँ 3 महिना अलिकति उत्पादन कम्ती गरे डोरमेन्टमा गयो जस्तो भयो यो पनि है वाटर फन्ट ओ सरी तल लेमन चाय लिम्बू भन्छ कति दिनपछि भन्नुभयो दिदी यो तयार हुन्छ यो चाहिँ यस्तो तपाईले जस्तै मानिलिउँ यो यत्रो पोखरी छ भने यहाँ 1 केजी एजोला हाल्नु भयो भने त्यो 15 दिन 20 दिन भित्र यो पोखरी भरिन्छ अनि त्यो पछि चाहिँ यसको वयस्क हुने नहुने भन्ने खासै हुँदैन हैन बिउ चाहिँ यसैको त्यो पातबाट मसिनो कण झरेछ उहाँ म्यामको हातमा यसरी हेर्नु भयो भने त्यो कण नै यसको बिउ हो अनि यसलाई अब हामीले खोलाउँदाखेरि चाहिँ के भन्दाखेरि जस्तो मानिलिउँ यो एउटा पोखरी भयो यसलाई 6 भाग लगायो है अनि 1 भाग चाहिँ हामीले आज निकाल्यो भने त्यसको 2 अथवा 3 दिन भित्र यो चाहिँ फुलफिल भइसक्या हुन्छ हैन अनि त्यो भएर हामीले चाहिँ यहाँ हाम्रो यस्तो सानो पोखरीहरू हामीले बनायौं हैन पहिला हामीले ट्रायल गरे हो अनि यो सक्सेस भएपछि अनि हाम्रो खेर गएको जग्गाहरू यो टनेलको उत्तापट्टि अलि यो भन्दा डबल ठुलो पोखरी छ हेरी यहाँ 3टा पोखरी छ है अनि यो माथि हरियो जाली देख्नु भयो नि यहाँ पनि छ यो टौवा हो हाम्रो भुसा राख्ने ठाउँ हो त्यसको मुनि पनि छ अनि माथि हाम्रो चाहिँ तपाईको 70,000 लिटरको क्यापेसिटी भएको एउटा ठुलो प्लास्टिक पोखरी छ त्यहाँ पनि छ अनि डेली अहिले हामीले चाहिँ अब हाम्रो अब माग उस अनुसार हैन अब अहिले स्पेशली यो बच्चाहरूलाई दिँदैछ हामीले बच्चाहरूलाई दानामा मिसाएर अनि एजोला किन चाहिँ म आकर्षित भएको भन्दाखेरि अब तपाईहरुसँग नि पशुसँग सम्बन्धित भएको हुनाले अब अहिलेको हिसाबमा हामीले हिसाब गर्यो भने हामीले जुनै पनि पशुको जति नाफा लिन्छौं त्यो मुनाफाको 70-80% चाहिँ उतै त्यही पशुतिर फर्किएछ दानाको रूपमा अथवा औषधि उपचारको रूपमा भिटामिनको रूपमा त्यो भइरहेको छ हैन अनि त्यो कुरालाई ब्रेक गर्नको लागि यो एजोला ल्याएको मैले चाहिँ अगाडि अब अहिले के हुन्छ भन्दाखेरि हाम्रो दानामा यो चाहिँ 40% सम्म चाहिँ हामीले मिसाएर खुलाउन सक्छौं अनि मिसाएर खुलाएपछि मानिलिउँ मेरो 100 रुपैयाँ खर्च हुन्थ्यो भने 40 रुपैयाँ चाहिँ दिनदिनै मेरो त सेभ भयो नि त त्यो 40 रुपैयाँलाई तपाईले महिनामा कन्भर्ट गर्नुस् त्यो महिनालाई वर्षमा कन्भर्ट गर्नुस् एउटा स्मार्ट पैसा चाहिँ सेभ हुन्छ त्यसैको लागि चाहिँ मैले यो लगाएको हैन यसमा अहिले हामीले डेली निकाल्यो भने 3 किलो जति हामीले निकाल्न सक्छौं ड्राई गर्नुहुन्छ कि ड्राई एक दिन चाहिँ ड्राई गर्ने भन्छ तर हाम्रो चाहिँ भुसामा मिसिने भएको भएर हामीले ड्राई गर्नु पर्दैन धुनुहुन्छ कि धुनु पर्छ यही अनि एकचोटी राखिसकेपछि फेरि चाहिँ बिउ राख्न पर्छ कि परेन अघि मेमको हातभरि बिउ टाँसिएको थियो नि त्यही उत्पादन भइराख्छ तर अब यति हो अब प्रोटिन कति % छ भन्ने कुरा अब हामी कृषकहरुलाई हैन कि प्राविधिकलाई सोध्ने कुरा हो हैन ल्याबमा गएर तपाईहरुले टेस्ट गरेपछि अब हामीले सबै कुरा गर्दिए त अनि यत्रो नेपालले कर्मचारी किन पाल्नु पर्थ्यो र हैन
त्यो हदसम्म हामी जान सक्दैनौँ है। अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति समस्या भनेको यहाँ त्यही छ क्या। अब होला नेपालको उसमा चाहिँ एजल छ अरे भनेर मैले सुनेको हो, त्यो अरे कहाँसम्म छ मलाई थाहा छैन है, मैले अहिलेसम्म देखेको थिएन। अनि यो चाहिँ एउटा तालिममा, यो प्राङ्गारिक सम्बन्धी तालिममा गभर्मेन्टले इन्डिया पठाएको थियो हामीलाई, मलाई होइन। अनि त्यो बेलामा चाहिँ गाजियाबादमा देखेर मैले स्पेसली त्यहाँको सेकेन्ड म्यान, त्यो के अरे एनओसिएफको सेकेन्ड म्यानलाई रिक्वेस्ट गरेर एउटा क्लास हामीलाई एजोला र डक्युटको थियो क्या। अनि यो किन कसरी भनेर भन्दाखेरि त्यो त मलाई त यति चाहिँ एकदम फ्रुटफुल भयो क्या। ओहो, यो त एकदम मलाई त काम लाग्ने कुरा रहेछ भनेर त्यहाँको त्यो सेकेन्ड म्यानलाई रिक्वेस्ट गरेर अनि यति बिउ दिएर त्यसलाई फु गरेर जोगाएर ल्याएर मैले यहाँ चाहिँ फैलाएको। अब यस्तो पोखरी हामीसँग 7वटा 8वटा छ। अब अहिले चाहिँ जति पनि स्पेसल्ली यो गाईबस्तु पाल्ने, कालिज पाल्ने र अर्ग्यानिक धान खेती गर्नेवालाहरूले चाहिँ किनेर लैराखेको छ अहिले। यो मैले चाहिँ पछि फेरि यहाँ एकजना साथीबाट मैले पाएँ, त्यो बेलामा मैले नि उसँग 2000 रुपियाँमै किनेँ अनि मैले पनि 2000 रुपियाँमै बिक्री गरिरहेको छु केजीको। हजुर, भनेपछि यो हरियो चाहिँ 2000 मा कि बिउ बिउ नै यही हो, यही हो। खुलाउने पनि यही हो। बिउ छुट्टै हुन्छ कि यो 6 भागमा 1 भाग बाँकी राखेर 6-7 दिन लाग्दैन, 2-3 दिनमा भरिन्छ। 1 भाग रहँदा पनि 1 भाग भन्नाले 1 भाग मात्रै निकाले कि 5 भाग मैले यहाँ छोडेँ नि, त्यो 2-3 दिनमा चाहिँ जस्तोको तस्तै रहन्छ कि। यो पोखरीको गहिराई कति? गहिराई त अब यहाँ त जम्मा 1.5 फिट छ होला। मधेसतिर चाहिँ अलिकति गहिरो गर्नुपर्ने रहेछ, किनभने यहाँ हामीले फिल गरेको योभन्दा अर्को पोखरीमा के भयो थियो भने यदि पानी तातियो भने यो मर्न सक्ने सम्भावना हुँदो रहेछ। वा फ्रेस वाटर, डेली फ्रेस वाटर यसले खोज्छ भइदियो भने। अब अहिलेको समयमा चाहिँ अब पानी आइरहेको भएर हामीलाई त्यो फ्रेस वाटरहरू दिनु परेको छैन। अहिले त फ्लोटिङ हुन्छ कि भनेर वाकादिक्क अब त्यही हो, डेली पानी कता कटाउने भइरहेछ। तर जब चाहिँ पानी नपर्ने सिजनमा हुन्छ त्यो बेलामा चाहिँ हामीले पुरै ट्याङ्कीमा पानी स्टक राखेर इभन 10-15 लिटरै किन नहोस् यो पाइप मार्फत यसलाई चलाइदिन्छौँ कि। यसलाई जति हामीले चलायौँ त्यति नै यसको त्यो यो आफ्नो पखेटाबाट त्यो बिउहरू छुट्टिन्छ अनि त्यति छिटो ग्रोथ हुन्छ। अनि फेरि अब गभर्मेन्टले चाहिँ अब मैले पछि अब एजला गर्न लागेपछि अब हाम्रोमा त यस्तै भिजिट भइरहेको हुन्छ होइन। अनि उहाँहरूसँग सल्लाह गर्दा के गर्दा अब यो के सिङ्गल सुपर फस्फेट के राखा भन्दै हुनुहुन्थ्यो। अनि फेरि हामी यहाँ चाहिँ अब अलिकति नेचुरल फार्मिङ गर्ने भन्नेतिर अब ढल्केकोहरू भैटो बोलेर हामी चाहिँ फेरि गड्याउला मल र त्यसैको उसहरू मात्रै चलाउँछौँ। अनि त्यसले गर्दाखेरि ल त नि भनेर सुरुमा चाहिँ मैले आलो भैँसीको मल चलाएर गरेँ। त्यो गर्दाखेरि चाहिँ रातो त्यो चूर्ना जस्तो रातो किरा पर्यो। अनि फेरि त्यसलाई सफा गरेँ। अनि अरूसँग सोद्धाखेरि सबै केमिकल उसहरूको फर्टिलाइजरहरूको नाम आयो। अनि आउँदाखेरि अनि पछि मैले अब ल यसै राम्रो उसै राम्रो भनेर यत्रो गड्याउला मलको उस्तो गरिराखेको छ होइन, म गड्याउला मलै राखेर हेर्छु भनेर गड्याउला मल राखेँ। अनि फेरि अलिकति दिमाग लडाएँ होइन। यो चाहिँ अब एटमोस्फियरको नाइट्रोजन चाहिँ आफूमा खिचेर राख्ने, आफ्नो बडीमा राख्ने, अनि जरा थ्रु चाहिँ पानीमा फ्याँक्ने, वाटर प्युरिफायर भनेर तपाईँहरूले हेर्नुभयो भने सबै त्यही भनेर आउँदो रहेछ होइन। त्यो मलाई थाहा थिएन पहिला, मैले चाहिँ दानाको उसमा मात्रै हेरेर आएको थिएँ त्यो बेलामा। अनि त्यो सबै भनेपछि अब जुन वस्तुले जे कुरा दिन्छ त्यसलाई त्यही कुराको आवश्यकता पर्छ भनेर मैले यहाँ चाहिँ बेला बेलामा भैँसीको पिसाबमा अलिकति पिना राख्छु अनि घोल्छु, त्यो दिन्छु बुस्टिङ गर्ने। र 6 महिना 7 महिना जस्तोमा अब 6 महिनामा भन्दो रहेछ, तर हामीले चाहिँ वर्षको एकचोटि मात्रै सफा गर्छु यो। अनि यहाँ जम्मा भएको लेदो सबै हामी बारीमा हाल्छौँ र हाम्रो स्पेसली भनेको गड्याउलाको मलै जान्छ। अहिले सबै प्लास्टिकै बिछाएको छ। त्यति धेरै हाल्न पर्दैन। अहिले यस्तो छ कि बर्खामा त अब एटमोस्फियरमा भएको जति पनि अब यो उसको कण त पानीले बोकेर यहीँ झारिदिने त हो,
त्यसले गर्दा अहिले मलै हाल्न परेन यति बेलाको उसमा। अनि अलि पछि चाहिँ पर्छ तपाईँको जस्तै अब असार साउनबाट चाहिँ एकदम धेरै भयो नि त। अनि आकाशमा त अब नाइट्रोजन त बस्ने समय नपाउने गरेर पानी झर्ने भयो। अनि त्यो बेलामा चाहिँ हामीले अलिकति त्यस्तै उस भयो भने अलिकति ग्रोथ भएन जस्तो लाग्यो भने त्यही भैँसीको पिसाबमा राखेर अनि एड गरिदिन्छ। अनि यो छोप्ने शीतल पनि बनाउनु पर्ने रहेछ? होइन यो छोप्ने शीतल बनाउने भने त यदि सनलाइट पर्यो भने यसले कलर चेन्ज गरिदिन्छ। यो अहिले ग्रिन छ नि, तपाईँको सनलाइट पर्यो भने यो चाहिँ रातो ओरेन्ज कलरमा कन्भर्ट भइजान्छ। अरू कुरामा त्यति फरक हुँदैन। अब न्युट्रिसनल भ्यालुमा चेन्जेस के हुन्छ त्यो त अब मलाई नसोधे नि भयो होइन। मर्ने वर्ने त गरेन। मर्ने वर्ने चाहिँ त्यही त पानी अलिकति, त्यही भएर मधेसतिर चाहिँ 3 फिट गहिरो भयो भने अलिकति राम्रो होला रिजल्ट भन्छु मैले। किनभने हाम्रो यहाँ 2 फिटमा 1.5 फिटमा कहिले कहिले समस्या देखाएको थियो कि यो सबै। अर्को फेरि त्यो अल्गाई, यदि पानी तातो भयो भने अल्गे आउँछ फेरि, त्यो पनि हुँदो रहेछ। सनलाइटले मर्ने चाहिँ हुँदैन, होइन कलर चेन्ज गर्छ। त्यो कलर चेन्ज गर्दाखेरि अब न्युट्रिसनल भ्यालु कति चेन्ज भयो भएन भन्ने कुरो त्यो चाहिँ अब हजुर डकविट माथि छ। ए ल